भए पनि यो चाहिँ लगाउँछु नहाँसी हेरिदिनु होला है। नमस्ते साथीहरू, सबैजनालाई मेरो नमस्कार। म एउटा सानो भ्लग बनाउन गइरहेको छु। मैले यो भ्लग बनाउन चाहिँ कोसिस धेरै पहिलादेखि मन लागेको भ्लग बनाउन चाहिँ, तर कोसिस गर्छु भिडियो बनाउनमा बोल्नै सक्दिनँ, हाँस उठ्छ। अनि अहिले पनि कतिवटा 7-8वटा 9वटा 10वटै भयो होला भिडियो, हाँसै मात्रै उठ्छ। अहिले पनि हाँस उठिरहेको छ। यहाँ बाहिर बहिनीहरूले नहाँसी बोल्नु न भनिरहनु भएको छ। अनि हाँस मात्रै उठ्छ न, कस्तो सुरुमा भएर होला। अब बिस्तारै चाहिँ नहाँसी बनाउने कोसिस गर्छु। त्यत्तिकै बस्दा बस्दा अल्छी लाग्छ अनि अलिअलि टाइम पास हुन्छ भनेर यसो भिडियो बनाउने कोसिस गरेको। अनि हेरिदिनु होला, सब्सक्राइब गरिदिनु होला। भर्खर नयाँ च्यानल खोलेको, भर्खर सब्सक्राइब गरिदिनु। हेरौँ भने मन पर्यो भने लाइक पनि गरिदिनु। अब यो मेरो फर्स्ट भ्लग हो। अनि अब के भन्नु भने यस्तो त हुन्छ। अनि अस्तिदेखि कतिवटा भिडियो डिलिट गरिसकेँ, बनाउँछु। अब यो चाहिँ लगाउँछु भिडियो भन्छु, त्यो पनि हाँस उठ्छ, बोल्न अक्मकिन्छु, के हुन्छ। अब यो चाहिँ मजा जस्तो जे भए पनि यो चाहिँ लगाउँछु नहाँसी हेरिदिनु होला है। मैले चाहिँ छिटो छिटो गरेर खानाहरू बनाइसकेँ यहाँ किचनमा। अनि अब ड्युटीबाट लगभग 1 बज्छ, कहिले 1:30-2 नै बज्छ खाना खान आउनुहुन्छ। अनि आज चाहिँ हामी नेपाल जानुपर्ने छ। अनि सपिङ गर्नको लागि बजार जानुपर्ने छ नेपालमा जाँदाखेरि अलिअलि सामान लानुलाई। अनि त्यही भएर अब 1 बजे आउनुहुन्छ उहाँ, अनि ड्युटीबाट। अनि खाना खाएर हामी बजार जान्छौँ। अनि म हजुरहरूलाई बजारमा भेट्छु नि, बजारको भिडियो बनाउँछु नि। अनि हल्का देखाउँछु। सुरुको भ्लग भएर होला एकदम बोल्न आफैलाई अप्ठ्यारो लागिरहेको छ। के बोल्नु नबोल्नु भन्नु, कस्तो अप्ठ्यारो कता देखाउनु। व्हिलचेयरमा अप्ठ्यारो हुँदो रहेछ देखाउन। अब एउटा क्रिस्चियनहरू ल्याएर चाहिँ अलि राम्ररी बनाउँछु। यो चाहिँ सुरुको त्यत्तिकै ट्राई मात्रै गरेको, कस्तो हुँदो रहेछ भनेर। हेरेर सब्सक्राइब चाहिँ गरिदिनु होला, कस्तो लाग्छ। अनि कमेन्टमा भन्नु होला कस्तो कस्तो भिडियो बनाउनु। अब हिँड्ने खुट्टा चल्नेहरू जस्तो म सबैतिर गएर सबै देखाउन त सक्दिनँ। त्यही पनि अलिअलि म कहिलेकाहीँ बाहिर डुल्न जाँदाखेरि, अब कहिलेकाहीँ यहाँ पल्टनमा पार्टीहरू हुँदा यताउता कताको भिडियोहरू हजुरहरूलाई लगाउने कोसिस चाहिँ गर्छु। त्यही पनि हामी चाहिँ बजार हिँडेको, फेरि भिडियो मैले कन्टिन्यू गरेँ। यो हाम्रो क्वार्टर, बजार जाँदैछौँ। यहाँनिर गेटमा गएपछि गाडी पाउँछ। अहिले यहाँ क्वार्टरभित्र चाहिँ गेटमा पाउँदैन गाडी। यो चाहिँ हाम्रो एरियाको क्वार्टरहरू। अब अहिले बजारमा गएपछि भिड रहेनछ भने भिडियो बनाउँछु। ल बोल्नु तपाईँ पनि भिडियोमा, म जस्तै नहाँसी बोल्नु। मलाई त हाँस उठेको उठाइ। कतिवटा भिडियो डिलिट गर्दा यो बनाएको सुरुचोटि। अब यो चाहिँ हाम्रो सबै यो आर्मी क्वार्टरहरू हो। यहाँनिर हामी बसेको ठाउँको लखनऊको। अहिले सबैजना खाना खाने टाइम छ, बाहिर कोही हुनुहुन्न। बेलुका पख चाहिँ सबै केटाकेटीहरू खेल्न निस्किन्छन्। गेट आइपुग्नु आँटो। अब गाडीमा चढेपछि फेरि भिडियो बनाउँछु। एएमसी को ट्रेनिङ सेन्टर। अब हामी बजार आइपुग्न आँट्यौँ। हामी चाहिँ बजारबाट आइपुग्यौँ। अनि बजार धेरै भिड थियो। बजारमा भिडियोहरू बनाउनु पाइनँ, धेरै भिडमा भिडियो बनायो भने मोबाइल पनि तानिदिन्छन् अरे त्यहाँनिर चोरहरूले। अनि भिडियो बनाएनौँ धेरै भिडमा। अनि हामी चाहिँ यहाँ लखनऊको सदर बजार गएको। अनि
अब म बजारबाट के ल्याएँ भनेर सबै त देखाउँदाखेरि 1 घन्टै लाग्छ। अलिअलि हल्का-फल्का देखाउँछु नि। मैले यस्तो खाले सुतीको कुर्ता सुरुवालहरू नेपालमा पनि पाउन त पाउँछ, तर यहाँबाट जाँदा नेपाल जाँदाखेरि यतैबाट लगाउन भनेर ल्याएको। यस्तो खाले सुतीको हो। यसमै सुरुवाल पनि छ, सल पनि छ। सुतीको नरम छ, एकदम नरम। यस्तो वालाको कुर्ता अर्को यो कलरको छ, रातो रातो। अर्को यो छ यस्तो। अर्को यस्तो छ। यहाँनिर चाहिँ मोबाइलले नै मेरो अलिकति साथ दिएको छैन। यहाँ कपडा भन्दा पनि कस्तो मजाको राम्रो देखिएको छैन के, कपडा भन्दा पनि नराम्रो देखाइरहेको छ मेरो क्यामेराले चाहिँ। आइफोन होइन नि त, अनि अलिक नराम्रो आउँछ कपडा भन्दा पनि। यस्तो यो चाहिँ यस्तै सेम दुईटा कलरमा रहेछ। त्यहाँनिर अब यति भिडमा छानेको, कस्तो छाने बजारमा हेऱ्यो भने कुनै राम्रो लाग्दैन, घरमा ल्याएर हेरेपछि चाहिँ अलिकति राम्रो लाग्दो रहेछ। यो यस्तो खालको छ। यो चाहिँ सेम अघिको जस्तै हो। यति कुर्ता सुरुवालहरू ल्यायौँ। अनि भेस्टहरू, यस्तो ब्यागहरू, सर्ट पेन्टको कपडा। यो ब्याग चाहिँ यसो मलाई साइडमा यसो खतरा-खतरो के बोक्नलाई हुन्छ। बजार सब्जी लिन जाँदा पनि बोक्दा हुन्छ। यहाँ छ आज लुगै मात्रै यो बजारबाट ल्याएको लुगाहरू छरिएको छ। 1 घन्टा चाहिँ मिलाउनै लाग्छ होला यो कपडाहरू। यस्तो ब्याग पनि ल्याएको छु। ब्याग हेर्नुहोस् न, यहाँ कति सानो छ, चिटिक्क परेको ब्याग, सानो। भेस्ट यस्तो वाला भेस्टहरू। यस्तो वाला छ। यस्तै छ खतरा-खतरो। पोको कता छ। आज मान्छे गलेर बजारमा। यस्तो एकै खाले भेस्ट छ, कतिवटा 4-5 वटा। यस्तो खाले भेस्ट यस्तै ल्याएँ। खतरा टेबलमा ओछ्याउने, खाना खाने टेबलमा ओछ्याउने यस्तै खतरा ल्यायौँ। अनि यस्तै हो। अब हामी नेपाल जानु आँटेको। नेपाल जाँदाखेरिको लागि अलिकति सामान सपिङ गरेको। अब अझै प्याकिङ गर्नै छ। आज चाहिँ ढाड दुख्यो, बजार गएर आएरै। अब यतिकै राख्छु, जेब्रामा राख्छु। अनि भोलि प्याकिङ गर्छु। कस्तो लाग्छ मेरो भिडियो हजुरहरू भनिदिनु होला, कमेन्ट गरिदिनु होला। मन पर्यो भने, राम्रो लाग्यो भने अरू पनि बनाउने कोसिस गर्छु। यो चाहिँ त्यत्तिकै एउटा ट्राई गरेको फर्स्टमा। पहिल्यैदेखि बनाउन त मन लाग्थ्यो, तर के बनाउनु बोल्न नै अप्ठ्यारो लागेर, लाज लागेर, हाँस उठेर बनाएकै थिइनँ। आज चाहिँ अब बजार गएको बेलामा बनाउनु पर्यो भनेर अनि बनाएको। मन पर्यो भने कमेन्टमा भन्नुहोस् न। अनि लाइक गरिदिनुहोस्, सेयर होइन सब्सक्राइब गरिदिनु। यहाँनिर पनि छ यो खतराङ सामानहरू CSDको। यो चाहिँ आफूलाई अलिअलि युज गर्ने, अलिअलि लाने। यस्तै छ। अब
अब भोलि भिडियो कन्टिन्यू गर्छु ल। आजलाई यति नै भयो अनि भोलि भेटौँला भिडियोमा। हुन्छ साथीहरू, अब फेरि अर्को भिडियोमा भेटौँला। हजुरहरूलाई मन पर्यो भने माया गर्नुभयो, हेरिदिनु भयो, सब्सक्राइब गरिदिनु भयो भने म फेरि पनि अरू भिडियो लिएर आउँछु। कमेन्ट गर्नुहोस् न, म भिडियो बनाउनु मन पर्यो, राम्रो लाग्यो भनेर भन्नुभयो भने के सम्बन्धी बनाउनु भनेर कमेन्टमा लेख्नु। म फेरि पनि अरू भिडियो लिएर आउँछु। अहिले चाहिँ यो भिडियो चाहिँ म यतिमै अन्त्य गर्छु। धेरै लामो भयो भने हजुरहरूलाई बोरिङ हुन्छ। यो चाहिँ यतिमै अन्त्य गर्छु। फेरि अर्को भिडियोमा भेटौँला। हुन्छ, स्वस्थ रहनु, व्यस्त रहनुहोस्, मस्त रहनुहोस्। यति भन्दै हजुरहरूलाई म अहिले चाहिँ बाई।